खुसी त्यसलाई गिफ्ट हो यो तेरो गिफ्ट है पिङ्कमै हो ल यसलाई खुसी केटी पिङ्क यो ठुलो भाइ ओ निसा मिस ल हेर यसलाई आज खुसीलाई गिफ्ट आइसक्यो फेरि ल आयो नि हेर त त्यही पनि मलाई के म सानो होला भन्ने सोचेको थिएँ ठुलो हो के साँच्चै यो हेर यस्तो खुले हेरौँ त ल खुसीलाई खै खुसीलाई अगाडि राखेर हेर खुसी त्यसलाई गिफ्ट हो यो तेरो गिफ्ट है हेरौँ न गोर्खा जाने बेला त यसमा बस्नु नमुदै फेरि हेरौँ है कत्रो होला त म त सानो देखेको थिएँ त अनलाइनमा है अनलाइनमा सानो यता फेरि अनबक्सिङ गर्नु कुन कलरमा ब्ल्याकमा रहेछ क्या हो पिङ्क खाले पिङ्कमा हो ए झोला भिर्नी हुन पऱ्यो यसले भने जस्तो भयो भने फेरि बेजोग हुन्छ भिर्नी नै रहेछ अलिक ठुलो ठुलो 25 वाला भन्ने भयो क्या म त सानो हुन्छ नि ए फलम रहेछ त्यही वर रहेछ त्यो हार्ड हुन्छ के अगाडि त यो ठुलो भयो भने जेसँग लिएर हिँड्नु भयो क्या अब है हेर त खुसी कहाँ जानलाई लिएको रहेछ नि यो गोर्खा मलाई बोक्नु लाखु अस्तिस् लाखु बोक्ने भएछ पुच्छा त हुनु पर्यो ए एउटै त साथी त दुईजना म कहिले साथी भए यसलाई हालेर बोकेर ट्राई गरौँ त अनि खेलिहान ए ठुलै रहेछ ल सास गर्ने ठाउँ कतिको हो त्यो भुइँमा बिछाउने हो कि त्यो जाली गइछ जाली हो कि ओ यहाँ यसरी राख्ने हो कि त्यो भित्र राख्ने हो कि त्यो सनी अनि यो होइन यसरी पहिला त राखेर खुसीले राखौँ न यहाँ पनि हुन्छ चेन लाउनु चेन एकछिन यता पनि हुन्छ यो पनि जाली यहाँ पनि नेट मात्रै यहाँ पनि है खुसीलाई हालौँ न त्यहाँभित्र उ त्यो उस हालेर ए ठुलो भयो नि जस्तो भने म त सानो हुन्छ भनेर अर्को नि किन्न पर्छ पछि जस्तो लाग्थ्यो ल एकछिन त हात्तिनी भयो अगाडि अनुहार देखाएर राख है ल अनि त खै ओहो खै खुसी तिमी त अन्तरिक्ष के रे स्पेससिप के स्पेससिपमा गयो जस्तो हुँदो रहेछ त यसलाई त के कपडा लगाइदियो नि सोच अझै कपडा लगाइदिने हो ए पछि यो ठुलो बुढो भयो नि जसोलाई हुने भयो ब्याग त यहाँबाट नि तीनटा साइड यो पनि नेट मात्रै रहेछ के अरे हावा छिर्ने यहाँ रहेछ यहाँ पनि तल्लो नि छ है अनि त तल नि यति भए सिउलाई गाह्रो हुँदैन जा अझैलाई देखाएर आएछ त जा ल खै एकचोटि खुसीलाई हेरौँ न भयो नगर नलाउ न एकजनाको अनुहार चाहिँ फेरि देखाएर हिँड्नु पर्दैन करा होइन पछाडि कोही बस्नु पर्छ जाऊ त अझैलाई देखाएर आउँछ त्यहाँ खानेकुरा नि हालिदिनु